पेट्रोलियम पदार्थको मूल्य विश्वकै सबैभन्दा महँगो नेपालमा। त्यसरी चाहिँ नि हैन डे टु डे चाहिने उपभोग्य तपाईको चाहिँ नि सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाकली बढाएर हामीले राम्रो बजेट बनाइरहेको छैनौं भन्ने मलाई लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि हामीले त्यतातिर ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ। अनुरोध गर्न चाहन्छु। बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्नु जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ। र मलाई चाहिँ लाग्छ हामी समस्यालाई समाधान गर्नतर्फ चाहिँ सुरुमा लाग्नुपर्छ। अब समस्या थुप्रै छन् नेपालमा। समस्या नभएको हुन त देशै कुन छ र, हैन? अरु देशमा पनि समस्या छन्। ती समस्याहरूमा पनि कुन चाहिँ समस्या चाहिँ हाम्रो प्रायोरिटीको समस्या हो, त्यसलाई चाहिँ हामीले समाधान गर्नुपर्ने हो भन्ने बारेमा चाहिँ हामीले ध्यान जानुपर्ने हो। जस्तै खानेपानीको समस्या र बाटोको समस्या। खानेपानीको समस्यासँग बाटोको समस्या तुलना गर्दा बाटो त हामी 6 महिनासम्म धुलेमा पनि हिँड्न सक्छौं, तर खानेपानी चाहिँ एक दिन पनि हामी पानी छैन भने बाँच्न सक्दैनौं। त्यसले गर्दाखेरि त्यो हिसाबबाट कुन चाहिँ समस्या चाहिँ हाम्रो प्राथमिकताको समस्या हो, प्राथमिकता 1 को समस्यालाई हामीले हल गरेर मात्रै 2 मा जानुपर्छ भन्ने हिसाबबाट चाहिँ हाम्रो बजेट बन्नु पर्थ्यो। हामी यहाँ एआई का कुरा गरिरहेका छौं। म धरान उपमहानगरपालिकाको मेयर पनि भएर आएको मान्छे। मेरै पालिकामा तपाईको चाहिँ नि के रे वडा नम्बर 20 वडा नम्बर 4 तिर गयो भने टेलिकमको सिग्नल आउँदैन, फोनै लाग्दैन धरानमै। भनिसकेपछि त्यो अवस्था के होला यदि हामी भोजपुर गयौं, खोटाङ गयौं, हैन, तेर्थुम भन्नुको मतलब पहाडी र लेकाली हिमाली इलाकामा हामी गयौं भनेदेखि अवस्था कस्तो होला? त्यसतर्फ सरकारले चाहिँ प्रायोरिटी गरेर बजेट बनाउनु पर्छ भन्ने म सुझाव दिन चाहन्छु। मैले अघि भनिहाले किताब बनिसकेको छ। मैले दिएको सुझावको खासै अर्थ त नहोला हुन चाहिँ, तर त्यसरी जाँदाखेरि राम्रो। अहिले हाम्रो धेरै हाम्रा आकांक्षाहरू छन्, महत्वाकांक्षाहरू छन् है। काठमाडौँ भ्याली भित्र पनि गर्नुपर्ने छ, तर भ्याली बाहिर पनि त नेपाल छ।